यहाँ चाहिँ अब टक्क ग्यास बाल्नु पऱ्यो होइन। अब टक्क यो माछालाई फेरि फ्राई गरेर यहाँ टक्क यो हालेर होइन ग्रेभी बनाउने चट्ट के गर्नु होइन ग्रेभी बनाएर खाने मिठो पारेर आज टक्क धनियाँ यसलाई धोएर काट्ने टक्क प्याज हालेर भुट्दैछु होइन। यसलाई चाहिँ टक्क कलर आउने गरी भुट्नुपर्छ मस्त। हाम्रो माछामा चाहिँ अलिअलि कलर आइसक्यो, रातो रातो भइसक्यो होइन, फ्राई हुँदैछ। ल माछा नै अब अघि भन्दा अलिक रातो भयो होइन, कलर आयो पाक्नु लाग्यो। अब फेरि यसलाई चाहिँ तारेर ल फाइनली यो चाहिँ तारिसक्यो। ल हेर्नुहोस् त साथीहरू कस्तो भएछ, टक्क आहा खाउँ भएछ है। अब यसलाई चाहिँ टक्क धनियाँ हालिदिने होइन। यो लगभग पाकिसक्यो, धनियाँ छरेर राख्ने टक्क अनि यसलाई उचालेर खाने साथी। यो